हेलो साथीहरू, गुड मर्निङ। सन्चै हुनुहुन्छ होला। हामी चाहिँ यहाँ 5 बजी उठेर मर्निङ वाक चाहिँ हामी मेथलाङ जाँदैछौँ होइन। अनि ट्याक्क अल्छी हुनु भएन, कुद्न पऱ्यो, शरीर बनाउनु पऱ्यो भनेर हामी चाहिँ लागि दुईजना जोकरहरू। म चाहिँ अलि वरिष्ठ मान्छे, यिनीहरूले चाहिँ अनि फोन हाम्रो दाजु आइसक्नु भएको छ। वेलकम टु माई ब्लग। दाजु चाहिँ सबैभन्दा हामी तिनजनामा सबैभन्दा अल्छी मान्छे। ट्याक्क लाएर चाहिँ अनि हामीले चाहिँ उठाउनै पर्ने, फोन हान्नै पर्ने। वेलकम टु आवर न्यू ब्लग। हामी चाहिँ आज मर्निङ वाक जाँदैछौँ साथीहरू होइन। हामी चाहिँ यो आइफोन 13 प्रो म्याक्स छ, त्यही पनि भाइरल हुँदैन फेरि। यो यस्तो के बोले चाहिँ तपाईँ अलि ब्लग हेरेर कस्तो मान्छेले बनाएर खाने भाइरल हुन्छ। ल यसो कुदिसक्यो हाम्रो दाईहरू चाहिँ पुरा। दाई र भाइ चाहिँ उता दौडिसक्नु भएको छ होइन। म चाहिँ पुरा पछाडि छोडेर हिँडिसकेको छु। यस ठिक छ नि होइन। भनेपछि चाहिँ कि तिमीले नै भिडियो गरेर हिँड्नु न। ल ल ल ल ल ल साथीहरू, त्यसरी त मजा आउँदैन, यसरी नै मजा आउँछ नि। हो ब्लगको भाइ आएन यस्तो अरे के दिनै पर्यो। रतेलियन आज जस्तो भयो नि त। ल त्यो हाम्रो घरबाट बुवा आज गरेर नै आइसक्नु भएको छ, तर हामी लास्ट घरमा आज होइन गाईहरू। ए हामी त आज अलिक ढिलो तपाईँले गर्दा होइन त ढिलो भएको छ होइन। म त तिमीहरूले बोलाएर बाहिर निक्लिँदा त म त रेडी भइसकेको छु। फेरि ल आज हामी अलिक ढिलो भइएको छ। हाम्रो ल ल ल घरबेटी आमा घरबेटी बुवा। घरबेटी आमा त गफ त लाग्छ नि त। हजुर कहाँ अहिले चाहिँ अलिकति बुवाले चाहिँ उठ्नुपर्छ भनेर यसो मोटिभेट दिए जस्तो रातभरि। अनि त्यसपछि चाहिँ हिँड्नु भयो जस्तो पुरा। मौसम चाहिँ एकदम राम्रो। पोखरा भनेको चाहिँ मर्निङ वाकको लागि एकदम पर्याप्त। जुन ठाउँमा जता बसे पनि अहिले टिनेटमै घाम लागेको त खोज हिँड्न सक्थ्यो है। हिँड्न सक्थ्यो। अनि बिहान त लाउने बेला पनि छ होला त्यसले लाउनु नलाउनु नि त्यस्तो त। हामी अहिले बिहानको 4:30 बजी कुदिरहेको झर्किरहेको छु, डिल बेच्न राखिरहेको के तरकारी। ए जय शम्भो हाम्रो दाजुहरूले कम्बो जीवनमा खुसीको कम हो होइन होला नि। त्यसै त खुसी केटीले त पट्टाउनु पऱ्यो नि त। गाडी बिहान 6 बजे फुर्सद छ है। दिउँसो 1 बजेको टाइसिट छ। हो के अरे रातभरि बुढो दोहोरी गरेर हिँड्नु डर लाग्ला जस्तो। बुढो दोहोरी गर। बुढो खेल्ने कि मेन प्लेयरहरू दोहोरी गरेर आज के छ त अवस्था भन्दै भिडियो बनाउनु हाँस्दै बस्छ रातिको 1:30 बजे। हिजो फेरि भान्जिरोको सुन्नु त हजुरले सुन्नु होइन है। हजुर लास्ट सुन्नु कति अन्त 12:30 बजीतिर भान्जिरोको होइन। हाम्रो कोठा भान्सा कोठा अनि होइन मम्मीको कोठा हो कि। अनि त्यसपछि चाहिँ पुरा के भन्छ अरे भान्जिरो होइन। अनि भान्जिरो र अनि अरू बेला त जोगी आउँछ यहाँ रुन उड्न भनेपछि त मान्थ्यौँ है। हिजो त मम्मी चाहियो भनेर ऊ बिजु भेना चाहिँ तल सुत्नु अरे कि तल गर्नु छ। ए अनि त्यसपछि चाहिँ यहाँ मान्दै नमानेर किन छोरी छोरी नलाख्नु न आज। होइन अस्ति त केही चुपाला सुत्थिन् के अरे यसो दुःख दिए जस्तो गरेर हिजो त यहाँ जोगी आउँछ भन्दै मान्दिनँ त्यो उडाउने के बगल त्यो दिँदा पनि हुँदैन, जे गर्दा पनि हुँदैन है। अनि त्यसपछि त लास्टमा गएर है रत्न चाहिँ गएको 12:30 बजी स्कुलबाट निकालेर स्टार्ट नभएपछि नि डोर्याएर बाहिर निकालेँ। त्यो ग्यास सबै हटाएर होइन गल्लीको। अनि ल र फेरि अनि उहाँ तल पुऱ्याएर अनि त्यसपछि छोडेर जाँदा बाटो निकाइदिएर फेरि भन्छ ब्लग देखाएर राम्रो हुन्छ। अनि तिमीले मात्रै लग्यो पछाडि बल्ल मन लाग्यो। म एक्लै अनि क्यारे लग्यो त अगाडि राखेर दुईवटा खुट्टाले च्यापे हुन लाग्थ्यो। अनि फेरि अहिले फेरि फर्काएर ल्याउँदाखेरि फेरि अब सिस्टम जानियो नि त हामीले। अब टाढै गएको बेलामा स्कुटरमा घुमाएर ल्याउने एकदम आइडिया त सही छ। ल साथीहरू अब हेर्नुहोस् कतिजना जान्छन् त हाम्रो लभी डाँडा। यसो त हिँडिराख्नु मान्छेहरू। टाइम डाँडा पनि छन् होला सायद। डाँडाको चाहिँ डाँडामा चाहिँ देखिएको छैन। बाटो देखिन्छ होला यो दाइको बाइक यस्तो भएर बसेको किन त दाइ यहाँ छोड्नु हिजो मापसी गरेर राम्रो थियो क्या। चेकिङ थियो आम्मो। गुफा हेरौँ गुफा यसो डेटिङ सेटिङ आउँदाखेरिमा चाहिँ ट्याक्क लाएर गुफा यसलाई किन भनेको थाहा छ? किन यहाँ मान्छेहरू आएर गुफ फाल्छन् क्या। त्यस्तो त होइन होला। भित्र आउँछन् अनि गुफा फाल्छन्, त्यही कारण गुफा भनेको यसलाई। यस्तो मर्निङ वाक हिँडे हो कि ट्रेकिङ हिँडे हो लोट्नु लाग्दै
लोटेको पनि बनाऊ मलाई दुःख पर्छ तिम्रो भाइरल हुन्छ कहाँ दाइलाई लोटाएर मलाई भाइरल हुनु छैन नि त्यति निष्ठुरी पापिष्ट मान्छे होइन म यसबाट डलर आएपछि दाइ तपाईँलाई पोन्टे बियर खुवाउँछु है निष्ठुरी त खुट्टा गलिसक्यो यार हो ल हेर्नुहोस् नेपाली जनता अल्छी छैन नि त अमेरिका पुग्नु पनि पुग्छ तर बस अमेरिकामा बस्नु पर्दैन त फेर्नु यस्तो पनि दिउँ न खरे यस्तो पनि दिउँ न दुइटा जानकारी भएन है तपाईँको हिजोको त तिर्नु पनि सक्यो कस्तो सर्वे जम्मा गर्नु पर्यो हिजोको भन्नाले अस्ति पनि निवेदनमा आउन उपस्थित हुन सकिनँ भन्नु त्यो साथमा छ खै त गर्नु त हुँदैन खै प्रुफ चाहियो नि त मेरो मोबाइल फिर्ता ताग्नु कसम यस्तो भन्ने बिर्सेछ साँच्चीकै बोल साँच्चीकै ढाटेको मार्दिनु मोबाइल आउनु हुँदाखेरि नै सोच्नु पर्यो तपाईँले हामीलाई व्यवस्था गर्नु अहिले मैले होइन आउने यस्तो आउँछु ए हामीलाई कतिले बोलाएको थियो होइन त्यति पानी परेर आउँछु भने पानी परे मोबाइल पनि धरो स्विच न बजाला अहिले मैले आँखीलाई सिकाएँ ल त्यसलाई फोन गर्छु धरो पानी परेर मोबाइल स्विच भएर मलाई पाइँदैन अहिले होइन होला नि ल हाम्रो सुन्दर सर पोखरा हो त्यही हो मेरो फोन अफ थियो मेरो ल्यापटप अफ हालै मतलब छैन नि त्यो त मेरो शरीर अफ थियो टाउको दुखे थियो व्यस्त हुँदैन अर्कोचोटि एउटा फेरि फोन हान्यो एकचोटि हान्यो दोहोरी हान्नु पऱ्यो नि सिधै त्यस्तै भएको फोन गर्छु कि साथीहरू अनि त्यस्तो कारणले म आउनु पाएन है अनि भने भने राति 1 बजे लाइन आएको बिहान चार्ज गरेर कल गरेँ होइन बिहान भनेको फोन आउनु भएपछि 8-9 बजे भयो राति दिएर पठाएको पठाउँदैन हिजो मैले कारणले गर्दा आउन पाइन्छ त्यो त कस्तो मान्छे मरिसकेपछि औषधि दिएर हुन्छ पठाउने भनेको फेरि सुरु पोस्टको नाममा शरीर श्रद्धाञ्जली भित्र आउँछ नदिनु होइन श्रद्धाञ्जली त 50% ल मान्नेहरूले कता रियल त्यो कफी पोकेको केटीलाई त 2 गरेर कफी हो त नि अब शरीरमा दिन किन सिक्साउनु हाम्रो सस्तामा जाने मलाई मात्र होइन ठुलोले मात्र होइन पैसा उल्टो मलाई नै हो नि के अरे त्यसमा 35 माइनस भयो जस्तै गलत बार 33.33 33 समथिङ तिनजनाको होइन त त्यो छ है 35 कसरी भयो 33 105 हाल्नु पर्यो कि अनि कि तपाईँले हाल्नु अगाडि खानेर अगाडि बिहा त पनि यो रुखलाई के भन्छ यो रेसन अगाडि दिनु त्यो त त्यो ठोट्नी हो ठोट्नी होइन होला नि आज त कुहिरो मौसम लाएर सिन देखिए होइन तपाईँले देखेको हुन्छ अहिले बिर्सिहालिएछ होइन यत्रो ग्रुप आएको ठ्याक्कै मेरो एउटा भिडियो बनाएर अब त आउँदैन होला ऊ त्यहाँ बस्नु हाम्रो सुलभको मम्मी आउनुभयो उहाँ 4 बजे उठेर ए हामी त रेगुलर परमाड उहाँले नदेखेको हुनसक्छ भेट हुन्छ नि सर अनि मम्मीलाई थाहा हुँदैन घर आउँदैन घर यस्ता अल्छीहरू साला एक मम्मी चितवनबाट बल्ल त हिजो आउनु भएको नबस्तिर अनि एक हप्ता घरै गएर बसिदिन्छु होइन के तपाईँ त निवेदन लेख्ने मान्छे पर्नु हो कि हामी त यस्तो तिमीहरू तुरन्त पैसा दिनु पऱ्यो कि परेन कसरी किन परेन कसरी पर्यो तिमीहरू पनि त आएर छ नि पानी परेको दिन्थ्यो नि त पानी पर्यो पानी पर्छ मम्मीहरू आएर के हो साइकल ए भन्दै सुलभ भयो त्यस्तो बाहनामा चल्दैन तुरन्त अहिले गएर अनि यतिकै 100 रुपियाँ कोसमा जम्मा गर्यो कोसँग तिमीलाई 200 जम्मा गरौ अँ तिमीहरू आएर त 200 किन नआउने हामी ए हामी किन नआउने मेरो त मानम के भन्छ अरे परिस्थितिले गर्दा यहाँ आएर तिमीहरू के हो नि लास्टै अहिले पैसा 3% त हामीलाई आरोप नलाउनुहोस् तपाईँ दुईजनाको बहुमत छ यहाँ म त आनन्द आयो होइन सत्य तिन चाहन्न सत्य कहिले पनि लुक्दैन के त्यही भएर उहाँ पुग्नु थाहा भयो नि त यहाँ सत्य कहिले पनि कस्तो त्यही एउटा बोली गर्दा मलाई रात मिल्यो रात मिले लाज छैन भन्नु फाइनल्ली गाइज
हामी चाहिँ मेललाई आइसकेका छौँ एक्सर्साइज आज पनि बल स्कोर गरेकोहरूभन्दा राम्रो भइदिन्छ जस्तो लाग्छ आफूलाई लाउनु त्यो कुरा होइन बोकेको भन्दा दिमागको ज्ञान राम्रो हुन्छ कि भाइ यतातिर जाऊँ न तिमी अनि युके गएको होइन अनि यहाँ नजानु एउटै होइन र त्यहाँ खासै इक्विपमेन्टहरू छैन धेरै भ्यू जाम हुन्छ नि त्यहाँबाट तल हेर्ने यताउता बस्ने भिरालोमा यहाँ Come on, 3 more. वान होइन 2 more. Push. Last one. ढाडै भन्छ मलाई अर्कै साथीलाई अन्त त्यति भनेर एनर्जी दिएको त्यही पनि सक्दैन यार ल मित्र ल अलि आगो भएछ त तपाईँ त पुसअप लानु होइन त काट्नु मिलिहाल्छ नि ल तुरुन्तै पुसअप Okay, come on. 1 2 डाँडामा ठुलो देखियो 3 4 5 ल यहाँ अब गन्तव्यमा पुगिसकेको थिएँ दाल चाहिँ अलि पुलअप चाहिँ अब 5 भन्दा हान्छ होइन होइन पुलअप जे भए पनि यहाँ पुरा ढाड लाउनको लागि चाहिँ मेला आउनु होला चिलाउनलाई होइन कि कनाउनलाई चिलाउनु त अलरेडी चिलाउँछ नि हेरेले क्या ढाड चिलाइदिएन मेरो भन्छ नि त चिलाएको खर कनाइदिने अघि त त्यो पुलअप होइन पुसअप हो अरे अनि त्यसपछि अघि दाले हानेको लागि के भन्छ नि त्यसो भए त्यसलाई नि पुसअप ल के लाग्यो त्यस्तो सुरले भने जस्तै के होइन होला ओके दाइ यार अनि त्यसो यसको काम चाहिँ के हो त नि कति किलोमिटर त नि हेर्नु पर्थ्यो है 7 किलोमिटर कहाँ हुन्छ त्यत्रो जे पनि बोलिदिन्छ नि आज धेरै भए 3 होला 3 नै छैन होइन होला गुगललाई सुन्नु न के कुरा छ यार हजुर 3 किलोमिटर छैन कहाँ हो नि मलाई फर्स्ट होला होला बुइ धेरै भयो 3 ल एकदम धेरै जान 3 के छ दाइ बनाए एकदम गर्छन् खाजा सबै ठिक छ मर्निङ लगाउँदा त्यही पनि जोडी भेटिन्छ कि भनेर आएको नत्र यस्तो दुब्लो मान्छेको मर्निङ लगाउँछ फिटनेस त अलरेडी छ त मेरो अलिकति मसल टाइट भयो भने तिनीहरूलाई डोज पुग्छ कि भन्ने हो त्यही मसल टाइट गरेर अरूलाई के पीडा दिने भनेर तिमीलाई यस्तो भयो मजा आउँदो रहेछ अरे तँ अर्को भन्दा नि ल पुरा फिल्म क्यारेको यो त
ल है यहाँ 3 चोटि वार पार झुल्लिएर गर्नेलाई चाहिँ पुरा हजार हजारको बाजी छ दाइको र मेरो होइन। अब चाहिँ हेरौँ है त के हुन्छ। Come on. Easy. La. 1 2 3 4 5 6 7 8 9 10 11 12 तर अलि हजुर जान्नु हुँदो रहेछ है पुसअप गर्न। गाइस हामी फाइनल्ली फर्किसकेका छौँ ओह्रालो झर्दैछौँ होइन। Salties. हेर दिन्छु पनि भन्न सक्दिन म हेर दिन्छु सागरको मोतीलाई हेर दिन्छु पनि भन्न सक्दिन म त सक्ने कुरा गर्छु